नमस्कार। तपाईहरुले यो देखेको धेरैजनाले चिन्नुभयो होला। यो चाहिँ अब मोरिङ्गा, नेपालीमा शीतलचिनी, तराईतिर सैजन, हामी चाहिँ अंग्रेजीमा मोरिङ्गा, नेपालीमा शीतलचिनी। यो चाहिँ ओडिसी 3 हो। यो चाहिँ फुल्या छ अलिअलि हैन, फल चाहिँ लागेको छैन। अब यो बाह्रै मासे यसको फुलहरू देख्न सकिन्छ हैन। फुलहरू हुन्छ यहाँ तपाईहरु देख्न सक्नुहुन्छ। फुल चाहिँ लागिरहेको छ। यो मौरीको लागि साह्रै राम्रो। मौरीको लागि यो फुल चाहिँ साह्रै राम्रो र यो चाहिँ अलिकति यो भाँचिएको कारणले यो चाहिँ जहिले पनि नयाँ नयाँ भइरहेको छ। त्यसो भएर यो चाहिँ लागेको छैन हैन। अब तपाईहरुले चाहिँ यो पातको लागि युज गर्ने हो भने पातको लागि युज गर्ने हो भने पनि यो चाहिँ तपाईहरुले यो मोरिङ्गा सर शीतलचिनी हैन, यो मोरिङ्गा शीतलचिनी यो चाहिँ अब अहिले नेपाली बजारमा सुपर फुड भनेर पनि त्यो भन्छ र यो टन्नै फुलेको छ। यो बाह्रैमासे फुल्ने हुँदा मौरीको लागि एकदमै राम्रो र नेचर मौरीले चाहिँ नेचर मह चाहिँ बढी दिने खालको हो। त्यसकारणले तपाईलाई पनि जसले मौरी पाल्नु भएको छ साथी हो, फुल फुलेको छ। मैले चाहिँ अब तपाईहरुलाई यो हरेक दृष्टिकोणले यो चाहिँ ओडिसी 3 चाहिँ अलिकति यो चिसोमा चाहिँ हुँदैन। यो गर्मी ठाउँमा चाहिँ यो ओडिसी जात चाहिँ प्रयोग गर्नुस् र मोरिङ्गा चाहिँ एकदमै राम्रो पनि छ र मोरिङ्गा धेरै हिसाबले फाइदाजनक हो। र तपाईले अरु केही गर्न सक्नु भएन भने घरमा कम्ती एउटा भए लगाउनुस्। मैले यति भने मोरिङ्गा चाहिँ खेती गरौँ, मोरिङ्गालाई प्रमोसन गरौँ। घरमा एउटा भए पनि जाडो ठाउँमा हुँदैन, अलि गर्मी ठाउँमा मज्जासित हुन्छ। मौरी हुनेले त यो बिर्सन हुँदैन। मौरीको लागि यो ओडिसी 3 जहिले पनि फुलिरहने, फल्न क्यार्न नफलोस् तर फुल्दिरह्यो भने यसले चाहिँ मह चाहिँ एकदम राम्रोसँग मौरीले मह उत्पादन गर्छ र गुणस्तरीय उत्पादन गर्छ। यो चाहिँ तपाईहरुलाई मैले चाहिँ एउटा जानकारीको लागि राखेँ। हस्।